हेलो गाइस, नमस्ते। स्वागत छ फेरि पनि विद्यास ब्लगमा। र गाइस हामी फेरि अर्को डेस्टिनेसनमा आइसकेका छौँ, पोखराको। यो चाहिँ हो पोखराको म्युजियम र म हजुरलाई देखाउने छु यहाँ के कस्तो छ। सो गाइस, यहाँ हेर्नुहोस् न, हामी उहाँ परबाट भित्र पसेको हो होइन। यहाँ यस्तो रहेछ र अझै निकै भित्र चाहिँ रहेछ मेन हामी घुम्नु गएको ठाउँ, मतलब हेर्नु गएको म्युजियम चाहिँ। हेर्नुहोस् न, हरियालीहरू यस्तो छ यहाँनिर। यहाँ हेर्नुहोस् हाम्रो आमा हेर्नु न। अनि कस्तो लागिरहेको छ त तपाईँलाई? मजा आइरहेको छ। अरू के भन्नु चाहन्छ? पोखरा कस्तो लाग्दैछ त? सोचेको जस्तो रहेछ? सोचेको जस्तो रहेछ? सोचेको भन्दा पनि बेसी दामी है? दामी। तर महँगाई चाहिँ हेभी रहेछ भनिदिनु न। सोचेर पनि सोचिन सक्नु। महँगाई है? महँगाई चाहिँ हेभी छ। म्युजियम पस्नु मात्रै 1050। होइन, यहाँ कोही लोकलहरूलाई कम्ती रहेछ है। अनि तर अब 100 कति मात्रै। अनि हामीलाई चाहिँ खै हामी नेपाली हो, काठमाडौँबाट आएको भन्दा पनि उहाँहरूले चाहिँ होइन दार्जिलिङकै हो भने डाइरेक्ट चिनिहाल्दो रहेछ दार्जिलिङको मान्छेहरूलाई। अनि बेसी पर्यो हामीलाई। यहाँ मात्रै होइन, हरेक जग्गा नै बेसी छ। काठमाडौँ चाहिँ एकदमै महँगो लाग्यो, एकदमै महँगो रहेछ। काठमाडौँ प्लस पोखरा अब दुइटै होइन, सेम ओपरै महँगो। र गाइस, यहाँनिर चाहिँ आउँदै जाँदा यहाँ 3टा स्ट्याचु हामीले देखेँ। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ। 3 पर्सनालिटिज हु कन्ट्रिब्युट फर द इस्टाब्लिसमेन्ट अफ इन्टरनेसनल माउन्टेन म्युजियम। सो उहाँहरूको स्ट्याचु चाहिँ यहाँ पाइँदो रहेछ, जसले चाहिँ होइन इन्टरनेसनल माउन्टेन म्युजियम इस्टाब्लिस गर्नुभएको थियो यो म्युजियम। अनि उहाँहरूले नै गर्नुभएको रहेछ। र त्यो हेर्दै हामी हेर्नुको लागि भित्र तरफ गइरहेको छौँ गाइस। यहाँ हेर्नुहोस् यस्तो रहेछ है। यो भित्र चाहिँ पस्नुपर्ने रहेछ हामी, के कसो रहेछ है। मेरो आमा पापा पर पुगिसक्यो गाइस। यहाँ देख्न सक्नुहुन्छ अफिस, सप, म्युजियम, हल लिभिङ, गोर्खा भिलेज रेस्टुरेन्ट। सो एकचिज यहाँनिर यहाँबाट डिरेक्सन रहेछ कता कता जानुपर्ने, राम्रो रहेछ। यहाँ हेर्न सक्नुहुन्छ। इन्टरनेसनल माउन्टेन म्युजियम हेरौँ। यहाँ हेर्नुहोस् न गाइस, नक्सा पनि रहेछ यहाँ। ल त यहाँबाट चाहिँ हामी भित्र गइरहेको छौँ गाइस, म्युजियम, इन्टरनेसनल माउन्टेन म्युजियम भित्र। हाम्रो चाहिँ टिकटहरू चेक गरिरहेको छ यहाँनिर। थ्याङ्क यू। यहाँ चाहिँ यस्तो रहेछ। वाउ, दामी रहेछ। ट्रेडिसनल ड्रेसेसहरू, उनीहरूको बारेमा कुन चाहिँ ट्रेडिसन। सो अहिले तल गएर चाहिँ हेरौँ है गाइस। र यहाँ अहिले चाहिँ लागौँ। यहाँ साइड दादाले यो यहाँ लगिरहेको छ। कृपया सामान नछुनु होला रहेछ। र यहाँनिर दादाले भन्नुहुँदैछ यहाँ सबै जातको कुनै पनि जात छुटेको छैन, सबै जातको बारेमा छ। कुन चाहिँ जातको के हो, कसो हो, कस्तो कल्चर, कस्तो लुगा थियो भनेर है। र यहाँ हेरिरहेको छौँ मार्क्स डान्स अरे है। फु भिलेज, इन्ट्रेन्स अफ फु भिलेज। यहाँ हेर्नुहोस् सुम्बा कल्चर। अलिकति टल्केर देखेको छैन होला राम्रो। यहाँ हेरौँ बारपाक भिलेज। यहाँ हेर्नुहोस् अल्पाइन एसोसिएसन अफ स्लोभेनिया। जापानिज अल्पाइन क्लब। हेरौँ है के रहेछ। Comanga City.
the fourth city of Komangas city. The fourth season of Komangas city. Spring ma हेर्नुस् त्यहाँ March and May, summer June and August, autumn ma हेर्नुस् अनि winter ma यहाँ यस्तो रहेछ शेर्पा जातिको रहेछ यो चाहिँ यहाँ हेर्नुस् शेर्पाको ड्रेस शेर्पा जाति ताँबाको यहाँ हेर्नुस् न सामानहरू चिजबिजहरू चुलोहरू फायर प्लेस दुध धुने दुनुरो दुध धुने रहेछ यो चाहिँ त्यो टाइमको है पहिला युज गर्थ्यो होला मान्छेले ताँबाको थालीहरू रहेछ यहाँ हेर्नुहोस् सबै यहाँ हेर्नुहोस् गाइस यो भयो तामाङ जाति हो उहाँहरूको बारेमा उहाँहरूको कल्चर कपडा डान्सहरू चाहिँ यहाँनिर लेखिएको रहेछ द थकाली जाति यहाँ हेर्नुहोस् उनीहरूको यो कल्चरको यो कपडा अनि अब यहाँबाट हेर्दै जाउँ के रहेछ गाइस कृपया सामान नछुनुहोस् फायर प्लेस ग्राउन्ड ओभन यस्तो हुन्थेछ मुस्ताङ जिल्लाको एक ठाउँ यहाँ हेर्नुहोस् न मुस्ताङको रहेछ ए हेर्दै जाउँ यहाँतिर के रहेछ मैले मेरो जातको पनि खोज्दैछु गुरुङको पनि कहाँ छ हेरौँ ठाउँ रक्सी बनाउने ठाउँ अरे यहाँ हेर्नुहोस् ताँबाको गाग्रीहरू के भन्छ यस्तोलाई त बिर्स्यो मैले अब तपाईहरुको अफिस कहाँ नजिक हो छत्याल जाति अरे मैले चाहिँ पिर्ती चोक आउनु पर्ने छ म त्यतिखेर कल गर्छु तपाईँ त्यतै नै हुनुहुन्छ त्यो छत्याल जातिको यहाँ हेर्नुहोस् अहिलेको यहाँ म्युजियम भित्र हो के सर उनीहरूले लाउने जुत्ता उनीहरूले चलाउने सरसामानहरू हात हतियार डोको आउनुहोस् न यहाँ गुरुङ जातिको त हेर्नै पर्यो नि त यहाँ गुरुङको फाइनली यहाँनिर रहेछ ल अब पढौँ है हेरौँ है यहाँ हेर्नुहोस् गुरुङ जातिको ड्रेस केटाहरूको अनि केटीहरूको हजुर यहाँ हेरौँ है पढौँ है अब हाम्रो गुरुङ जातिको गुरुङको ग्रामीण बस्ती अरे गुरुङको घर अगाडि परालको टाउवा यस्तो हुँदो रहेछ यस्तो हुन्थेछ अहिले पनि हुन्छ होला यहाँ हैन नेपालहरुतिर द मेजर सेटलमेन्ट अफ गुरुङ्स यहाँ हेर्नुहोस् गुरुङ जातिको बारेमा यहाँ धेरैवटा कुराहरू लेखिएको रहेछ गाइस नेपालमा गुरुङ जाति को हुन् यहाँ हेर्नुहोस् गुरुङहरू कहाँ कहाँ बसोबास गर्दै आएका छन् भन्नु गुरुङ जातिको जनसङ्ख्या कति छ धेरैवटा यो म फोटो खिचिसकेको छु म घरमा गएर हेर्नेछु पढ्नेछु गाइस यहाँ हेर्नुहोस् गुरुङ जातिको यो सबै डान्स यहाँ पहिलाको यहाँ हेर्नुहोस् मानिसहरू गुरुङ विथ टुरिस्ट हैन हिमालको दृश्य देखिने गुरुङ गाउँ यहाँ हेर्नुहोस् ती गुरुङ तमाउ पुरोहितहरू आफ्नो वेशभूषामा पर्यटकका साथ गुरुङहरू यहाँ हेर्नुहोस् न माउन्टेनहरूको बारेमा रहेछ यहाँ चाहिँ यहाँ हेर्नुहोस् यो सबै अहिले हामीले यो डल्लै पढ्यौँ भनेको धेरै टाइम लाग्छ गाइस लु त यहाँ हेर्नुहोस्
सो गाइज अहिले चाहिँ हामी यहाँ म्युजियमबाट चाहिँ निक्ल्यौँ होइन अनि यहाँको बारेमा भन्नुपर्दाखेरि चाहिँ होइन एकदमै ठुलो म्युजियम छ प्लस जति पनि स्टुडेन्टहरूको लागि चाहिँ यहाँ एकदमै राम्रो लाग्यो मलाई होइन एकदमै राम्रो इन्फर्मेसन पहिलाको बारेमा हाम्रो कल्चर जातिको बारेमा नेपालीको बारेमा प्लस के भन्छ माउन्टेनहरूको बारेमा जति पनि हिमालहरू छ हिमाल चढ्नेहरू धेरैवटा इन्फर्मेसन हामीले यहाँ पाउनु सकिँदो रहेछौँ है अनि मलाई एकदम राम्रो लाग्यो र अर्को कुरा चाहिँ यो चाहिँ एक दिनमा पनि पढि नसक्ने खालको छ ठुलो होइन तर अब हामी यहाँ एकछिनको लागि घुम्न आएको र फेरि अर्को प्लेस पनि जानु छ त्यही भनेर चाहिँ हामी छिटै निक्ल्यौँ 1 घन्टाहरू जस्तो लाग्यो हामीलाई त्यहाँ हेर्नु अनि यसरी नै एकदमै टाइम लगाएर पढ्यौँ जान्यौँ भने चाहिँ एकदमै 1 दिन पनि ज्यादा लाग्ने खालको रहेछ है अनि एकदमै राम्रो लाग्यो र यो मेरो सानो यहाँ पोखराको म्युजियमको भ्लग होप तपाईँहरूले मन पराउनु भयो होला भनेर किप वाचिङ विद्यास भ्लग र अर्को भ्लगमा चाँडै भेटौँला गाइज अहिलेको लागि चाहिँ एकदम बाई बाई